नमस्ते सबैलाई। आज मैले एकदमै टेस्टी पनिर मेथी मटरको सब्जी लिएर आएको छु, जसको लागि चाहिँ मैले पहिला चाहिँ कराई रेडी गरेँ हैन। अनि यसमा चाहिँ जुन बेसिक मसला छ त्यो चाहिँ हामीले रोस्टेड गर्ने, जस्तै यहाँ फिनेल लिएको छु भने फिनेल सिड, अनि त्यसपछि 2-3वटा अलैँची, 2-3वटा ल्वाङ र ब्ल्याक पेपरको दाना 4-5वटा, अनि सिनामन लिएको छु हैन। अब यसलाई हल्का रोस्ट गर्ने, एकदम धेरै हैन, हल्का रोस्ट गर्ने, यो रोस्ट गर्ने। अनि त्यसपछि हामीले यसलाई यसैमाथि हामीले जुन बटरहरू हाल्नुपर्छ हैन। मैले बटर हालेँ, रोस्ट भइसकेपछि हामीले यसमा बटर हालिदिने, अनि त्यसपछि प्याज, यो रफली काटेको प्याज हाल्ने, पकाउने। अनि त्यसपछि हामीले काजु, मैले लगभग 15-20वटा दाना काजु राखेको छु भने, अनि यसलाई एकछिन पकाउने यो मसलालाई हैन। अनि यो पाकिसकेपछि थोरै सल्ट पनि हाल्ने, सो द्याट चाहिँ हाम्रो प्याज राम्ररी सफ्ट होस् हैन, पाकोस् राम्ररी। अनि यता चाहिँ मैले पनिरलाई कट गरिरहेको छु हैन। पनिर चाहिँ आफूलाई जस्तो साइज हुन्छ त्यस्तै बनाउँदा पनि हुन्छ। मैले चाहिँ ट्रायङ्गलको सेप दिएको छु भने तपाईलाई चाहिँ जस्तो इच्छा लाग्छ त्यसरी तपाईले कट गर्न सक्नुहुन्छ हैन। मैले लगभग 500 ग्राम लिएको छु हैन, अनि 600 ग्राम काजु लिएको छु। अब यो काजुलाई मैले यस्तो सेप काटेको छु, यसो हेर्दा पनि राम्रो देखिन्छ हैन। सो द्याट मैले यस्तो कट लगाएको छु भने तपाईहरुले आफ्नो इच्छाले जस्तो लाउन सक्नुहुन्छ। यता मेरो प्याज पनि सफ्ट भइसक्यो। अब यसलाई चाहिँ हामीले सेलाउन राख्ने र यसलाई नै पिस्नु पर्छ। मेरो यहाँ काजु पनि कट भइसक्यो, पनिर पनि कट भइसक्यो। अब मैले त्यो अहिलेको प्याजको मसला र थोरै पनिर हालेर एउटा ग्रेभी रेडी गरेँ। त्यो चाहिँ हाम्रो व्हाइट सस जस्तै भयो हैन, व्हाइट ग्रेभी र रेडी भयो। अब फेरि प्यानमा मैले ओइल हालेँ, अराउन्ड 2 to 3 स्पुन्स। अनि त्यसपछि त्यसमा हामीले एउटा बटर पनि हालिदिने, अनि बटर हालिसकेपछि चाहिँ हामीले त्यसमा पनिर हालिदिने। हामीलाई सबै पनिरलाई यसरी नै हालिदिने। मैले लगभग सबै पनिरै हालेँ, एकैचोटि नै हाल्दिएँ। तपाईहरुले चाहिँ बिस्तारै गरेर फ्राई गर्न पनि सक्नुहुन्छ। मैले चाहिँ एकैचोटि हालेर एकैचोटि फ्राई गरेँ। अलिकति रातो हुन्जेलसम्म हामीले यसलाई फ्राई गर्ने। हेर्नुस् त कस्तो राम्रो कलर आछ हैन। यस्तो कलर आइसकेपछि चाहिँ हामीले यसलाई निकालेर हामीले वार्म वाटरमा हामीले हल्का सल्ट हाल्ने, अनि त्यही वार्म वाटरमा हाल्ने, सो द्याट इट बिकम्स मोर जुसी हुन्छ हैन, हार्ड हुँदैन र खाँदा एकदमै सफ्ट हुन्छ। डिप गरेर राख्ने, सल्ट पनि हाल्दिएँ मैले। अब हामीले चाहिँ ग्रेभीमा चाहिने मसलाहरू हैन, मैले चाहिँ अदुवा लसुनलाई फाइनली चप गरेको छु हैन। तर पहिला चाहिँ मैले रफली चप गरेर यो ग्रेटरमा चाहिँ हालेर यसलाई चाहिँ फाइनली चप गरेँ। यो चाहिँ अदुवा लसुन ग्रेट गर्ने नै ग्रेटर हो। हेर्नुस् त यस्तो हुन्छ, यस्तो राम्ररी ग्रेट हुन्छ। त्यसपछि मैले फेरि कराईमा तेल हालेँ, जिराको फोरन हालेँ, अनि यो फुडिसकेपछि चाहिँ मैले अदुवा लसुन हालिदिएँ यसमा। अनि अलिकति अदुवा लसुन पनि सटे भइसकेपछि चाहिँ हामीले यसलाई चलाउने एकछिन हैन, यसलाई सटे गर्ने। अलिकति डिस्कलर भइसकेपछि चाहिँ हामीले हाम्रो अरू मसलाहरू हाल्नुपर्छ। मैले यसमा रातो खुर्सानी, हरियो खुर्सानी पनि हालेको छु, यसले अझ टेस्ट एन्हान्स गर्छ। मैले मेथी हालेँ, त्यसपछि मेथीको जुन मेथी मैले काटेको थिएँ, यो धुई पखाली गरेर राखेको थिएँ, यो हालेँ। यसलाई अलिकति सफ्ट हुन दिने। त्यसपछि माथिबाट मटर पनि हालिदिएँ मैले, हरियो मटर हो। अहिले त हरियो मटरहरू पाइरहन्छ नि त,
यही हरियो मटर हो, फ्रोजन होइन। अनि थोरै सल्ट पनि हालेँ। अलिकति सफ्ट भइसक्छ। अनि मैले थोरै हल्दी पनि हालेँ होइन, बेसार। त्यसपछि जिराको धुलो, धनियाँको धुलो हालेँ। मैले चाहिँ जिरा र धनियाँ चाहिँ एकैचोटि पिसाएको छु होइन, एउटै मसलामा, दुइटै मिक्सर हो। सो द्याट मेरो त एकैचोटि दुइटै हालेँ। अनि हल्का सफ्ट भइसकेपछि हेर्नुहोस् त, मेथी त कहाँ गयो गयो। लगभग 1 मुठी थियो मेथी त हरायो। अब त्यो हाम्रो यो पाकिसकेपछि जुन अघिको ग्रेभी थियो हाम्रो व्हाइट ग्रेभी, त्यो ग्रेभी हालिदिने। यसले कस्तो क्रिमी टेक्सचर दिन्छ नि हाम्रो करीमा। बाँकीको पनि मैले पखालेर हालिदिएँ। हेर्नुहोस् त, इट्स लुकिङ सो क्रिमी होइन, क्रिमी, एकदमै क्रिमी टेक्सचर हुन्छ यसको। अब यसलाई एकछिन पकाउने। हेर्नुहोस् त। अनि त्यसपछि हामीले हाम्रो जुन पनिर छ नि त्यो पनिर हालिदिने। पनिर हालिसकेपछि चाहिँ आफूलाई ग्रेभी जति चाहियो त्यो अनुसारको हामीले यसमा पानी हाल्न सक्नुहुन्छ। तर धेरै पातलो चाहिँ हामी यसको ग्रेभी राख्दैनौँ होइन, ठिक्कको राख्छौँ। सो द्याट वी क्यान ह्याभ इट विथ रोटी हुन्छ या पुलाउ हुन्छ। मैले चाहिँ पुलाउसँग नै सर्भ गर्न आँटेको छु, जिरा राइससँग होइन। हेर्नुहोस् त, मेरो ग्रेभी रेडी लगभग भयो। माथिबाट मैले यो गरम मसला राखेको छु। त्यसपछि मैले यो मलाई, फ्रेस मलाई हो यो, घरकै मलाईलाई मैले पिसेर राखेको हो। यसले त झन् टेस्टलाई अझ एन्हान्स गरिदिन्छ। छ भने हजुरहरूले राख्न सक्नुहुन्छ, नभए फ्रेस क्रिम पनि राख्न सक्नुहुन्छ। त्यसपछि मैले चाहिँ यो चिल्ली ओइल थियो मसँग, त्यो चिल्ली ओइल मैले माथिबाट राख्दैछु, सो द्याट हेर्दा पनि राम्रो देखियोस्। हेर्नुहोस् त, इट्स लुकिङ सो टेम्पटेटिङ होइन, कस्तो राम्रो, र खाँदा पनि त्यति नै टेस्टी थियो होइन। मैले चाहिँ पुलाउ भने जिरा राइससँग सर्भ गरेको थिएँ भने तपाईँले चपाती, रोटी, पराठा जेसँग पनि खान सक्नुहुन्छ। ट्राई गर्नुहोला अनि कस्तो लाग्छ भन्नुहोला, कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ माई भिडियो।